मेरो नयाँ कथामा स्वागत छ साथीहरू। म होटेलको आफ्नो कोठाबाट निस्केर ढोका लगाउन लागेको बेलामा सँगैको कोठामा एउटी महिला ढोका खोलेर पस्न लागी। ओठ अलि मोटो, चस्माको पावर बढी भएको लाग्ने चस्मा लगाएकी, पेट अलिकति ठुलै भन्नुपर्ने, प्यान्ट लगाएकी अलि काली थिई। अनुहार अलि भद्दा नै भन्नुपर्ने, तर काम चलाउको लागि ठिकै हो। मलाई देख्ने बित्तिकै मुस्काए। म पनि मुस्काइदिए जवाफमा। कुराकानीबाट थाहा भयो आजै आएको र एक्लै रहेछ भन्ने पनि थाहा भयो। म पनि 3 दिनदेखि त्यस होटलमा एक्लै थिएँ। हावभावबाट दुवैजना एक्लै हुनुको फाइदा दुवैजनाले लिन सकिने सम्भावना देखे। म केही समय बाहिर घुम्न जान लागेको भनेपछि उ नयाँ भएकोले घुमाउन सक्नुहुन्छ भनेर सोधी। मैले हुन्छ भनेपछि केही समय पर्खन भनी। छिट्टै तयार भएर निस्की। अघिभन्दा अलि राम्री र स्मार्ट देखिन्थी। सँगै घुम्दा उनीबारे धेरै थाहा भयो। नाम उषा चौलागाई रहेछ। पहिला युएनएनमा काम गर्दै रहिछे र अहिले पीएचडी गर्दै रहिछे। त्यही पीएचडीकै कामले आएकी रहिछे। बिहे भइसकेको रहेछ र एउटी छोरी पनि रहेछ। कामले गर्दा परिवार छाडेर हिँडेको 1 महिना जति भएछ। यति जानकारीबाट आज राति काम हुन सक्ने अनुमान लगाए। त्यसैले अलि एकान्त ठाउँतिर घुमाउन लगे। एकदमा खुलेर कुरा गर्यौ। आफ्नो पहिलाको जब र पीएचडीको अलि बढाइ चढाइ कुरा पनि गरी र छिट्टै आफैलाई साइन्टिस्ट बन्ने कुरा गरी। एमपीएच पछि पीएचडी गर्दै रहिछ। कुराबाट घमण्डी रहिछे भन्ने कुरा बुझ्न गाह्रो भएन। पश्चिमाहरूसँग काम गर्दा र अहिले विदेश बस्दा नेपालीहरू धेरै कुरामा धेरै पछाडि भएको बताए। मैले पनि चाहिने कुरामा पछाडि भए पनि नचाहिने कुरामा नेपाली पछाडि नभएको बताए। कस्तो कुरा? उसले सोधी। मैले मौकाको फाइदा उठाउन चुकिन र भने नेपालका युवा युवतीहरू झण्डै युरोपेलीकै हाराहारीमा भएको, धेरै होटेलहरूमा दिउँसै पनि केही घण्टाको लागि यौन गरिने, पोर्नोग्राफी र सेक्स ट्वाइजहरू बिक्री हुने, थुप्रै नेपाली ब्लू फिल्ममा बनेको कुरा बताए। मेरो कुरालाई हाँस्दै स्वीकारी र नेपाली ब्लू फिल्मका चक्काहरू पाउन गाह्रो हुन्छ रेनी भनी। मैले छ्यास्ती पाइने कुरा बताए र केही कोठामा नै भएको बताए। हेर्ने हो भने राति देखाउन सक्छु भन्ने। मौन स्वीकृति दिएर फिस्स हाँसी। साँझ परिसकेकोले कसरी छिटो कोठामा पुगेर फिल्म देखाएर चिक्ने भन्ने कुरा मनमा खेन थाल्यो र छिटो कोठामा पुग्न हतार भयो। झमक्क साँझ परिसकेको थियो। यताउता हेरे कतै कोही नदेखिएकोले त्यो सानो जङ्गल जस्तोमा उसको हात समातिदिए र आफूतिर ताने। उसलाई पनि मलाई जस्तै भइसकेको रहेछ बिना सङ्कोच ममा टासिन्नै। अङ्गालो हालेर किस खाइदिए। अरूले देख्ला राति गरौला सबै कुरा भनी। मैले पनि हुन्छ भनी दुधको पोको माडेर छाडिदिए। र होटलतिर कुरा गर्दै लाग्यौ। खाना खाएर कोठातिर लाग्यौ। सिधै हामी दुवैजना मेरो कोठामा पस्यौ। मैले शिवानी थारूको हब्सेसङको ब्लू फिल्म हेर्ने भनी सोधे। उसले हुन्छ भनेपछि मैले त्यही देखाइदिए। मैले पहिला ब्लू फिल्म हेरेको छ कि छैन भनी सोधे। फिल्ड जाँदा कहिलेकाहीँ कुहिरेहरूसँग हेरेको बताए। आफ्नो लोग्ने बाहेक अरूसँग चिकेको छ भनेर सोधे। कुहिरेहरूसँग चिकेको स्वीकारी। बुढो कत्तिको चिकालु छ भनेर सोधे। मोरो डेडे खासै चिक्न नसक्ने बताए। एकैछिनमा झर्ने, नचाटिदिने, यस्तो कुरो धेरै नगर्ने बताए। फिल्म हेर्दा हेर्दै टाम्सिन आएर मेरो प्यान्टको फस्नर खोल्न थाली। मैले पुरै प्यान्ट खोलिदिएँ। मेरो लाडो देखेर, ओहो कति ठुलो, भनी र एकछिन खेलाएर चुस्न मन पर्छ भनेर चुस्न थाली। चुस्न पोख्त रहिछे भन्ने कुरो चुसाइबाटै थाहा लाग्यो। मैले बिस्तारै आफूलाई पनि नाङ्गो बनाए र उसलाई पनि। मैले उसको जिउ मुसार्न थाले। बिस्तारै मैले मेरो मुख उसको पुतीमा लगेर चुस्न थाले। 5-10 मिनेट चुसेपछि उलम्पसार परेर सुती। मैले अब उसको दुधको मुन्टादेखि ओठसम्म पालैपालो चुस्न लागे। यसरी केही छिनपछि मेरो लाडो फलाम जस्तै साह्रो बन्यो। मैले मेरो लाडो उसलाई चुस्न लगाए। उसले पनि खुब स्वाद मानिकन चुसिदिए। अन्तमा उसको बाख्रे पुतीमा मेरो लाडो ठोसर मजाले गर्न लागे। प्लाट 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 मैले चिक्दै गएँ। उसले तलबाट जोड गर्दै साथ दिन थाली। अझै मजाले गर, मेरो पुती च्यातिदेऊ मेरो राजा, आह, अझै जोडसँग, सबै लाडो पुतीभित्र छिराऊ,
भन्दै मेरो ढाडमा समाएर चिकाउन थाली। 2 घण्टा जति हाम्रो आसनको चिकाइ चल्यो। पहिला म माथि बसेर चिके। चिक्दा उसको दुध बच्चा जसरी चुसिदिए। यसो गर्दा ऊ पागल जस्तै भई बढी आनन्दले गर्दा उसले चाक हल्लाउन थाली, आँखा चिम्लेर अनौठो आवाज निकाल्न थाली। आवाज ठुलो गर्ला भनेर जिब्रो चुसिदिए। एकछिनपछि उसले ठुलो स्वरमा आह उम्म भन्दै मलाई चिम्टन थाली। मलाई पनि शरीरमा करेन्टको झड्का लागे झैं भयो। आखिर दुवैको फुसी झर्यो। उसले 2 चम्चा जति र मेरो 1.5 चम्चा जति फुसेले ओछ्यान चिसो भयो। नाङ्गे ऊ मसँगै रातभरि सुती र लगातार 1 घण्टाको अन्तरालमा 7 चोटि चिक्न लगाए। भोलिपल्ट जानु पर्ने भए पनि थप 2 दिन त्यही बसी। दुवै दिन मेरै कोठामा सुती र मेरो लाडु चुस्दै आफ्नो बाख्रे पुतीमा मेरो लाडु पसाउँदै चिकाए। मेरो चिकाइले अब उसको घमण्ड चुरचुर भइसकेको थियो। मसँगको चिकाइमा पूर्ण यौन सन्तुष्टि पाएको कुरा बताए। यस्तै कथाहरू सुन्न यस च्यानललाई लाइक, कमेन्ट र सब्स्क्राइब गर्न नभुल्नुहोला।